आन्टीको दोकानमा आइसकेका छ हाम्रो कान्छी आन्टी हुनुहुन्छ हेलो ल हेर्नुस् न गाइजहरु हामीले चाहिँ यस्तो टेक्निक गर्नलाई हेलो गाइजहरु र हामीहरु आज आइसकेका छौं नयाँ भ्लगमा सो आजको यो भिडियो चाहिँ नि हामीहरुको ल भन्नुस् त तपाईले नै आज चाहिँ हामी यो भिडियोमा चाहिँ पोइजन गेम खेलेर छौं हैन अनि त्यस भिडियो चाहिँ हाम्रो सानो ब्लग हो है गाइजहरु यस गाइजहरु यो चाहिँ मिनी ब्लग हो हामीहरु चाहिँ फ्रेश गर्नलाई लाग्यो सोच्दै भएर चाहिँ म चाहिँ नि हामी चाहिँ के गर्छौं त भनी गेम खेल्छौं पोइजन गेम हामी दुई जना मात्रै खेल्छौं है हामी दुई जना मात्रै खेल्ने हो त्यसमा हामीहरु स्कुलबाट आएर फ्रेश भएर हैन होमवर्क भएर सबै गरेर हामीहरु चाहिँ दिदीको एउटा थियो मेरो चालुमा थियो तर मैले धेरै भयो मैले फर्स्टमा भयो दिदीले सेकेन्डमा भन्नुभयो आई गाइस त्यस्तो हुन्छ दिदी पनि एउटा होमवर्क चाहिँ भ्याउनु नै हुन्न र अब इन्ट्रो धेरै लामो नगरिकिन जाम है त गाइसहरु ल बाटो सबै देखाइदिन्छु म गाइसहरु ल जाम है त हामीले माम पैसा दिनु हामी किनेर लान्छौं के किन्ने भनेको दिनु के किन्ने हो चुपाचुपी दुईटा चुपाचुपी दुईटा हुन्छ त्यसले 50 रुपैयाँ जेम्स पनि किन्ने हो यस्तो गरा तीनटा कलर गरेर एउटा ग्रीन एउटा पिंक एउटा ब्राउन ग्रीन 30 रुपैयाँको ग्रीन जुन पनि पाउँछ त्यही त्यही ल है ल पाँचवटा ल जा म पनि जाने हो रे बाबुले बाइ बाइ गर्दै ल बाइ गर्दै दिदी आउनु छिटो आउनु छिटो ल बाइ बाइ ल 10 को है छ मैले मेरो खुट्टा बचिरहेको थिएँ गाइजहरु ल जामै त गाइज चप्पल लिएर जान्छौँ मेरो क्रक्स लिएर जान्छु गाइस अस्ति पनि यहाँ बढ्छ अहिले पनि छु गाइस हजुर ल जाम आऊ छ मेरो त यो पनि कस्तो नराम्रो हो गाइसहरु अब हामी चाहिँ हिँड्दैछौँ अनि पैसा गर्छ हामी के किन्छ भन्ने थाहा हुन्छ खैदियो त पैसा उता छ मामुला बाबा हेलो यही दोकान चाहिँ अब चाहिँ हामी चाहिँ यहाँ जाँदैछौँ है उता छ हजुर हामी आन्टीको दोकानमा आइसकेका छ के किन्ने रे तीनटा चुपाचुपी रे रङ्गी रङ्गीको तीनटा चुपाचुपी दिने रे हजुर ग्रीन दिनु न ग्रीन पिङ्कको साट्टो ग्रीन अनि 10 को ललिपप दिनु एउटा लाउनु त्यति नै हो 10-40 छिटो जान बहिनीले घर बनाएर बसिरहेको जा हाम्रो कान्छी आन्टी हुनुहुन्छ हेलो
कि हामीले 10 रुपैयाँ फिर्ता आयो 40 रुपैयाँ किन्यौँ हामीले हेर्नुहोस् ललिपप बाबुलाई एउटा यसलाई टुक्रा टुक्रा पारेर हामीहरू चाहिँ भन्नु गाइजहरू ल एउटा पेट्रोलै सब बन्द भएर बाइक गुडाएर हिँड्नु हो हुन्छ नदेखाउँथ्यो त ल अब हामीले 10 रुपैयाँ मोमोले दिन्छौँ जातिको दिनुभएछ र हामीले चाहिँ यो किन्यौँ हेर्न सक्नुहुन्छ एउटा कोका कोला स्ट्रबेरी अनि यो र म्याङ्गो फ्लेभर र अब हामीहरूले यसलाई काटेर हामीहरू चाहिँ खेल्छौँ अनि खान्छौँ पनि बाबु थ्याङ्क यू भन्यो थ्याङ्क यू दिदी भन दिदी थ्याङ्क यू दिदी मै पपले के हो नि यो ललिपप 10 को ललिपप के अरे कान्छु लामो गर्ने ललिपप के गर्ने ललिपप दिनु भएको ललिपप कुन दिदीले नि हो ए दिदी थ्याङ्क यू भन्यो थ्याङ्क यू दिदी भन कान्छु गाइजहरु र यहाँ ट्विस्ट पनि हुनेवाला छ जो हार्छ त्यसले खुर्सानी र कागती खान्छ कागती खान्छ र अब हाएर मैले फोरम अब फोरम ल यो फास्टमा गरिदिनु के ल हेर्नुहोस् न त गाइजहरु हामीले चाहिँ यस्तो टेक्निक गर्नलाई सिकेका छौँ र यो सिजर चाहिँ हामीहरूको मामुको फुडमा काट्ने सिजर हो सिजर हो सरी अब हामीले पिङ काट्छौँ खाना मलाई बाहिर फेरि त आज कति छिटो होमवर्क भ्याएको है जसना दिमाले केही नि कति छिटो होमवर्क भ्याएर पनि हो फ्रेस हुनलाई गेम खेल्ने भनेर फेरि कहिले मुड पनि फ्रेस हुन्छ गेम खेल्ने भनेपछि त छिटो छिटो होमवर्क भएर खेल्यो गर्नु होला है गाइजहरु हामीले यहाँ के गरेछौँ स्किप नगरी के गरेछौँ भन्ने पनि भ्याइसक्यौँ हामीले त गाइजहरु अब हामी के गरेछौँ हेर्नु है स्किप नगरेकिन हेर्नु है तपाईहरुले पनि अब हेर्न सक्नुहुन्छ हामीहरूको यहाँ अब यसलाई मिक्स गरिदिन्छौँ हामीले अनि अर्को ठाउँ रोक न यहाँ चाहिँ खाऊ खाइदिउँ अरे भाइलाई नि खुवाइदेऊ यता पिङ धेरै भएछ क्या केही नि ल ल हामीले चाहिँ मिलाइसकेका छौँ गाइजहरु तपाईँलाई थाहा नै होला कसैले थाहा छैन यो गेम चाहिँ नि सो यो गेम चाहिँ कसरी खेल्ने हो भने हामी अब एकजना हामीहरू चाहिँ सुरुमा पछाडि फर्किन्छ र यो यसरी यो पोइजन हो है गाइजहरु भन्ने अनि फेरि फर्किन्छ र ऊ फेरि गर्छ र उसले फेरि यो पोइजन है गाइजहरु भन्छ अनि फेरि जसले लास्टसम्म यो जसले त्यो पोइजन वाला खान्छ एउटा त्यो चाहिँ नि हामीहरूको आउट हुन्छ ल हेर्नुहोस् है त कति खानु मन लाग्यो ल सुरु गरौँ पनि सुरु ल गाइजहरु अब चाहिँ हामीहरू चाहिँ गेम स्टार्ट गर्छौँ ल रकको चिज खेल्ने जो जित्छ त्यसले चुज गर्छ ल पेपर सिजर सुट ल एकचोटि यो है गाइजहरु ल बा ल खेला पनि गाइजहरु ल पहिला म खान्छु ल बा सेपो हो गाइजहरु यो खाऊ अब त्यसरी ती बात बोला सेपो ओइ आफै खानु पनि हुन्छ फेरि गाइजहरु बिर्सेर आफै खाइदियो ल फेरि आफैले देखाएको जसनाले फेरि सेपो हैन नभन्न गाडी ल सेपो आफैले बिर्सिसके जस्तो होइन रे सेपो तिमीलाई देखाएको न तिमीलाई याद छ त्यसमा भन
ल गर गर लिबलाई थाहा होला नि कुन देखाएको भनेर ल चल न बाबु बाबुले गर्न दिएन के यता यता छोरा अहिले खाइ ल बाबुलाई छ नि त्यहाँ हेर हेर दिदीले कुन निकाल्छ सानो चिटिङ भयो हेर्नु न उसले त थाहा नै होइन रहेछ कुन पोजिसन हो भनेर दिदी हार्नु आइसक्यो गाइजहरु हेर्नु न उसले थाहा नै होइन त्यस्तो झ्यालीबाट फेरि गर्छ मैले त गाइजहरु फेरि यो म फर्किन्छु भाइले भेटिसक्यो भाइले आएर भेटिसक्यो आफूले सम्झ्यौ है जेस्ना कुन भनेको भनेर फेरि ल छिटो गर तिमीले ल भयो हौ सेको यहाँको सेको कागो ल मलाई थाहा ल भाइलाई देऊ एउटा देऊ त भाइलाई एउटा देऊ ल हेर दिदीले कुन चाहिँ खान्छ तिमीले भनेको खायो भने नि दिदी चाहिँ उस हुन्छ के आउट हुन्छ ओके ये त भनेको थिएँ मैले हो त्यही भनेको जेस्नाले पिङ लिब्रो आउट भयो हो र जेस्से को आउट भयो दिदीले के गर्न पर्छ भन्दिउ ल कुर्सानी र कागती खानुपर्छ है जाऊ पानी ल्याइदेऊ दिदीलाई जाऊ पानी लिएर आइदेऊ राख्देऊ न जेस्नालाई बिचरा थोरै पानी ल्याइदिनु खोकिराख तिमीलाई चिज पानी खानु हुँदैन बत ल पानी गाइजहरु अब म के हुन्छ थाहा छैन ल कागती खाम पहिला सुरुमा जेसुले त खान्थे कागती पहिला नि है दिबुले त खाएको छैन अहिलेसम्म कागती यसरी रियाक्सन हेरौँ लिप्टाको रियाक्सन मसँग खाइदियो त लिबो जेसु सबै खाइदिनुपर्छ थियो ओ माय गॉड बहिनी खान मन लाग्यो खाऊ न त अनि खायो लिबुले खुर्सानी निल्दिहाल फिलिङ नगरेको निल्दिहाल अर्को नि खाऊ यस्तो निलिहाल भयो भयो निलिहाल क्या छिटो अब कागती खाऊ त पिरो हुँदैन कागती खाऊ अब भयो त्यस्तो भयो खान सकेन दिदीले भयो सक्दैन पिरो छ खुर्सानी अहिलेसम्म खाएन दिदीले यसरी खुर्सानी कागती चाहिँ खान सक्थे तर यो खुर्सानी चाहिँ खान सक्दिनँ रियाक्सन बाबु तपाईँ दिदीले यस्तो काम हेर्नु त के भन्नु छ लिबु पिरो भयो अनि बन्न सकेको छैन अब के गर्नु अब मैले त हो नि भ्लग गर्ने अब जाने कस्तो हाँसा लाग्छ गाइजहरु मलाई त गाइजहरु हामी खेल्न भ्याइसक्यौँ उता चाहिँ कागती च्याट्दैछ अनि पछि तपाईहरु पनि खेल्नु है यस्तो रमाइलो हुँदैछ दिनमा यस्तो च्यालेन्ज नहाल्नु खेल्नु
खेल्नु यस्तो परमिसन नहाल्नु है खेल्नु गाइजहरु खेल्नु अनि त्यसपछि कस्तो लाग्यो भन्ने कमेन्टमा गर्नु अनि रमाइलो भयो यो दिनमा त तपाईहरुलाई कस्तो लाग्छ हेर्नुलाई उले पनि खुर्सानी टोकेछ अघि नै खाइरहेछौ अनि त्यसपछि हाम्रो भ्लग राम्रो लाग्यो भने लाइक शेयर सब्स्क्राइब